बाइबलबाट पाठ 69 पवित्र धर्मशास्त्रप्रति विभिन्न दृष्टिकोणहरू। उद्देश्य। नमस्कार, तपाईलाई शुभ दिनको शुभकामना। म बाइबल बाड हुँ। बाड भन्नाले कुनै विशेष मौखिक परम्परासँग सम्बन्धित परम्परागत ग्रन्थहरूको वाचन गर्ने वा सुनाउने कथावाचकलाई जनाउँछ। म यहाँ बाइबलको साहित्यले परमेश्वर को हुनुहुन्छ, मानिस को हुन् भन्ने विषयमा के भन्छ, त्यसलाई वाचन गर्न र अझ स्पष्ट रूपमा प्रस्तुत गर्न आएको हुँ। पाठ। आज हामी एउटा महत्त्वपूर्ण विषय अध्ययन गर्दछौँ। संसारका तीन प्रमुख एकेश्वरवादी धर्महरू, यहुदी धर्म, क्रिस्चियन धर्म र इस्लामलाई तिनीहरूले आफ्ना धर्मग्रन्थहरूलाई कसरी बुझ्छन् र कुन दृष्टिकोणबाट हेर्छन् भन्ने आधारमा विश्लेषण गर्न सकिन्छ। धेरै मानिसहरू यी तीन धर्महरू छन् भन्ने कुरा त जान्दछन्, तर प्रत्येक धर्मभित्र पनि विभिन्न सम्प्रदाय, डेनोमिनेसन्स वा पन्थ, सेक्स रहेका हुन्छन्, जसले आफ्ना पवित्र ग्रन्थहरूलाई फरक फरक दृष्टिकोणबाट व्याख्या गर्छन् भन्ने कुरा धेरैलाई थाहा हुँदैन। यस पोडकास्टमा म धर्मग्रन्थप्रति तिनीहरूको दृष्टिकोणको तुलना गर्नेछु। साथै यस पोडकास्टमा प्रस्तुत गरिएको जानकारीले तपाईलाई पनि बाइबलप्रति तपाईको आफ्नै दृष्टिकोण कस्तो छ भनेर पहिचान गर्न मद्दत गर्नेछ। छलफल। यहुदी धर्म, क्रिस्चियन धर्म र इस्लाम, यी तीनै धर्मले आफूलाई एउटै ईश्वरमा विश्वास गर्ने धर्मका रूपमा मान्छन्। ती सबैको कुनै न कुनै प्राचीन वा पवित्र शास्त्रसँग सम्बन्धित छन्, चाहे तिनीहरूले त्यस धर्मग्रन्थलाई पूर्ण रूपमा विश्वास गरून् वा नगरून्। यी तीन एकेश्वरवादी धर्महरूमा पवित्र शास्त्र प्रति राखिने करिब 5 प्रकारका साझा दृष्टिकोणहरू पाइन्छ। त्यसको विवरण तल प्रस्तुत गरिएको तालिकामा देखाइएको छ। तालिका नम्बर 1, धर्मग्रन्थप्रति विभिन्न सम्प्रदायको दृष्टिकोण। तालिका नम्बर 1, धर्मग्रन्थप्रति विभिन्न सम्प्रदायको दृष्टिकोण। धर्म। यहुदी धर्म, अर्थोडक्स राइट, सेफर्डिक र मिजराही यहुदीहरू सहित क्रिस्चियन धर्म, क्याथोलिक तथा अर्थोडक्स, मिश्री, सिरियाक र इथियोपियाली परम्पराहरू, त्रिएकवाद नमान्ने आन्दोलनहरू जस्तै यहोवाका साक्षीहरू, मोर्मनहरू, इस्लाम, सुन्नी, सलाफी र वहाबीहरू, व्याख्यात्मक परम्परा, विधिवादी, लेजिस्लेटिक, संस्कार प्रधान र सैक्रामेन्टल पवित्र चिन्हहरू, संस्कारहरू वा धार्मिक विधिहरू जसको आत्मिक संसारमा प्रभाव हुन्छ भन्ने विश्वास, उपासनक लिटुर्जिकल निर्धारित धार्मिक अनुष्ठान वा विधिहरूको पालन। अब हेरौँ धर्मग्रन्थलाई बुझ्ने विधि, तोरा, बाइबल र कुरान। धर्मग्रन्थको शाब्दिक तर विधिवादी व्याख्या। इस्लाममा विधिवादको अर्थ यदि कुनै व्यक्तिले निश्चित धार्मिक कार्यहरू पूरा गर्छ भने ती कार्यहरूले उसलाई परमेश्वरका न्यायको लागि तयार बनाउँछ। महान धार्मिक अगुवा वा विद्वानहरूको विचार, व्याख्यालाई सम्मान गरिन्छ र तिनमा भर पर्दछ। अब हेरौँ फेरि सम्प्रदायको नाम। अर्को, यहुदी धर्म, हेसेदिक, रिन्युअल क्रिस्चियन धर्म, पेन्टिकोस्टल, क्वेचर क्रिस्चियन साइन्स तथा पूर्वी अर्थोडक्सको मठवासी
जीवन हेसिकाजम परम्परा सहित इस्लाम, सिया इजरायली र सुफी परम्परा सहित तथा अहमदिया इस्लाम जसले मसीह तथा अन्त्यकाल सम्बन्धी शिक्षामा विशेष जोड दिँदछ। मिस्टिकल रहस्यवादी धर्मग्रन्थको अर्थ शाब्दिक नभई अन्य व्याख्यात्मक विधिबाट खोज्ने दृष्टिकोण। शाब्दिक पठानको विकल्पको रूपमा बाइबल कोड, कबाला, गोबाट्रिया तथा अन्य रहस्यात्मक व्याख्याहरूमा प्रयोग गरिन्छ। यहुदी धर्म कन्जर्भेटिभ, मोसाती, क्रिस्चियन धर्म नेस्टेरियम, इराक, सिरिया र इरान, फारसमा, साथै विभिन्न प्रोटेस्टेन्ट सम्प्रदायहरू जसले धर्मग्रन्थ, विश्वास र क्रिस्चियन जीवन व्यवहार बीच सन्तुलन कायम गर्ने प्रयास गर्छन्। इस्लाम विभिन्न सुन्नी सम्बन्ध सम्प्रदायहरू छन्। सन्तुलित दृष्टिकोण जब ब्यालेन्स विश्वास र धार्मिक अभ्यास बीचको उचित सन्तुलन खोज्ने गरिन्छ। धर्मग्रन्थलाई सम्मान गरिन्छ तर त्यसमा रूपकात्मक तथा प्रतीकात्मक अर्थहरू पनि स्वीकार गरिन्छ। धर्मग्रन्थको अर्थ समयसँगै अझ स्पष्ट हुँदै जान सक्छ। अब हेरौँ फेरि सम्प्रदायको नाम कि यहुदी धर्म कन्जर्भेटिभ अनि मासोर्ती, क्रिस्चियन धर्म नेस्टोरियन, इराक, सिरिया र इरान, फारसमा, साथै विभिन्न प्रोटेस्टेन्ट सम्प्रदायहरू जसले धर्मग्रन्थ, विश्वास, क्रिस्चियन जीवन व्यवहार बीच सन्तुलन र कायम गर्ने प्रयास गर्छन्। इस्लाम विभिन्न सुन्नी सम्बन्ध सम्प्रदायहरू छन्। त्यसैगरी यहुदी धर्म रिफर्म, क्रिस्चियन धर्म उदारवादी, लुथरन, मेथोडिस्ट, ब्याप्टिस्ट तथा अन्य उदारवादी प्रोटेस्टेन्ट सम्प्रदायहरू सहित इस्लाम उदारवादी वा प्रगतिशील धर्महरू पनि छन्। मानवतावादी ह्युम्यानिस्टिक पवित्र ग्रन्थलाई प्रेरित साहित्य तथा त मानिन्छ तर पूर्ण रूपमा मानवीय साहित्यिक रचना ठानिन्छ। अब हेरौँ हामी धर्मग्रन्थलाई बुझ्ने विधि, तोरा, बाइबल, कुरान। धर्मग्रन्थ गैर शाब्दिक, प्रतीकात्मक, उच्च समालोचनात्मक, हायर क्रिटिसिजम वा आधुनिक व्याख्या गरिन्छ। धर्मग्रन्थ परमेश्वरले नभई मानिसहरूले लेखेको हुन् भन्ने धारणा राखिन्छ। अब हेरौँ यहुदी धर्म रिकन्स्ट्रक्सनिस्ट, क्रिस्चियन धर्म युनिटेरियनवाद, इस्लाम धर्म पूर्ण रूपमा निरीश्वरवादी, इस्लामको रूपमा निर्माण गर्न कठिन मानिन्छ तर आधुनिक वैज्ञानिक बुझाइका कारण केही मुस्लिमहरूले इस्लामका सबै सैद्धान्तिक पूर्ण रूपमा पालन गर्न सक्छन्। नास्तिक, एथेस्टिक वा अज्ञावादी, एग्नोस्टिक वा अलौकिक प्रति अस्वीकार गर्ने दृष्टिकोण। धर्मग्रन्थलाई प्राचीन जातीय या आदिवासी समुदायका रूपमा हेरिन्छ जसलाई आधुनिक वैज्ञानिक जीवनमा प्रत्येक रूपमा लागू गर्न सकिन्छ। यस तालिकाले के समावेश गरेको छैन। यस तालिकामा समावेश नगरेका कुरा भने बाइबलबाडको पवित्र ग्रन्थहरू, पुरानो नियम र नयाँ नियम प्रतिको दृष्टिकोण हो। यस दृष्टिकोणले बाइबललाई एउटा पवित्र साहित्यको रूपमा हेर्छ जसलाई व्याकरण वा ऐतिहासिक सन्दर्भको आधारमा शाब्दिक रूपमा बुझ्न सकिन्छ। यस व्याख्या पद्धतिले एउटा महत्त्वपूर्ण प्रश्न सोध्छ। यस ग्रन्थका मूल 40 भन्दा बढी लेखकहरूले वास्तवमा कुन अर्थ वा सन्देश व्यक्त गर्न चाहेका थिए। यसबाहेक ती मानवीय लेखकहरू परमेश्वरको पवित्र आत्माद्वारा प्रेरित भएर उहाँका विचारहरू लेख्न निर्देश भएका थिए। त्यसैले अर्को प्रश्न उठ्छ, यस पाठले हामीलाई परमेश्वरको बारेमा के बताउँछ? बाइबलले स्वीकार गर्छ कि मूल लेखकहरूले विभिन्न साहित्यिक शैलीहरूको प्रयोग गरेका छन् जसमा उपमा, रूपक, प्रतीक, व्यङ्ग्य, अतिशयोक्ति तथा दृष्टान्तात्मक कथा, एलोगोरी जस्ता साहित्यिक विधिहरू समावेश छन्। यसकारण व्याकरणको आधारमा व्याख्याकर्ताले पाठमा लेखिएका शब्दहरूको आधारमै त्यसको अर्थ निर्धारण गर्छ। निसन्देह लेखकहरूको जीवनकालमा भएका ऐतिहासिक घटनाहरूलाई
व्यवस्था गर्न सकिँदैन। साथै लेखकहरूको जीवन समाप्त भएपछि पनि पुरा हुने भविष्यवाणीहरूलाई पनि विचार गर्न आवश्यक हुन्छ। जब धर्मग्रन्थले हामीलाई परमेश्वरको विषयमा त्यस्ता व्याख्याहरू, त्यस्ता सत्यहरू बताउँछ जुन हामी अन्य कुनै माध्यमबाट जान्न सक्दैनौँ, तब त्यो प्रकाशन अर्थात् रेभलेसनको रूपमा पवित्र हुन्छ। अनि जब त्यसले मानिसहरूको विषयमा, विशेष गरी त्यसमा वर्णन गरिएका पात्रहरूको जीवन र इतिहासबारे बताउँछ, तब त्यो ऐतिहासिक रूपमा विश्वसनीय साहित्य पनि हुन्छ। तपाईँ बाइबलको विषयमा के विश्वास गर्नुहुन्छ? तपाईँ धार्मिक हुनुहुन्छ वा हुनुहुन्न, त्यसले फरक पर्दैन। वास्तवमा माथिको तालिकाको प्रयोग गरेर तपाईँले बाइबलप्रति आफ्नो दृष्टिकोण, आफ्नो स्थान पहिचान गर्न सक्नुहुन्छ। दृष्टिकोण, प्रभाव, विधिवादी पंक्ति नम्बर 1, तपाईँ असल र खराब कामहरूको तुलना तराजुमा नैतिकताको मूल्याङ्कन गर्नुहुन्छ। संस्कार प्रधान पंक्ति नम्बर 1, तपाईँ विश्वास गर्नुहुन्छ कि कुनै धार्मिक संस्थाका संस्कार र धार्मिक विधिहरूले तपाईँको अनन्त जीवनमा प्रभाव पार्नेछन्। रहस्यवादी पंक्ति नम्बर 2, तपाईँको विचारमा बाइबल बुझ्न विशेष सङ्केत, गुप्त कोड, रहस्यात्मक विधिहरू आवश्यक हुन्छन्। त्यसको अर्थ बुझ्नको लागि तपाईँ ती व्यक्तिहरूमा निर्भर हुनुहुन्छ जसले आफूलाई त्यसको रहस्य जान्ने दाबी गर्छन्। मानवीय सन्तुलन पंक्ति नम्बर 3, तपाईँको विचारमा कुनै धार्मिक व्यक्तिले विशेष धार्मिक अभ्यास बीचको सही सन्तुलन सिकाउनु पर्छ, तर त्यस्तो सही धार्मिक व्यक्ति भेटाउन सजिलो हुँदैन। मानवतावादी पंक्ति नम्बर 4, तपाईँ बाइबललाई मानवीय लेखकहरूद्वारा प्रेरणापूर्वक लेखिएको साहित्य मान्नुहुन्छ, तर यसको ईश्वरीय उत्पत्तिबारे निश्चित हुनुहुन्न। नास्तिक वा अज्ञवादी पंक्ति नम्बर 5, तपाईँ अलौकिक कुराहरूलाई असम्भव ठान्नुहुन्छ र बाइबल आधुनिक जीवनमा लागू हुँदैन भन्ने विश्वास गर्नुहुन्छ। बाइबल बार्ड पोडकास्टले बाइबलका त्यस्ता पाठहरू प्रस्तुत गर्छन् जसले परमेश्वर र मानिसको विषयमा परमेश्वरको नैतिक दृष्टिकोणलाई स्पष्ट रूपमा व्याख्या गर्छन्। जब हामी बाइबलले वास्तवमा के सिकाउँछ भन्ने कुरा जान्दछौँ, तब मात्र त्यसले प्रस्तुत गर्ने विचार, सिद्धान्त र शिक्षालाई स्वीकार गर्ने कि अस्वीकार गर्ने भन्ने निर्णय गर्न सक्छौँ। बाइबलले के सिकाउँछ भन्ने कुरा नै नजाने निर्णय गर्नु भनेको विकिरण, रेडिएसनको बारेमा कुनै ज्ञान नभएको व्यक्ति रेडियोधर्मी क्षेत्रमा प्रवेश गर्नु जस्तै हो। त्यसले परिणाम राम्रो हुने सम्भव एकदमै कम हुन्छ। शिक्षित मानिसहरू एउटा ऐतिहासिक तथ्य जान्दछन्। पश्चिमी सभ्यताको जग बाइबलमाथि राखिएको थियो, तर त्यसको विकास पनि बाइबलकै प्रभावमा भएको थियो। पश्चिमका प्रत्येक दार्शनिक, कलाकार, सङ्गीतकार र वैज्ञानिकले आफ्नो विचार वा रचनाहरू बाइबलका शिक्षाप्रति सामर्थ्य, विरोधको प्रतिक्रियाका रूपमा विकास गरेका छन्। जब तपाईँ बाइबलले के सिकाउँछ भन्ने बुझ्नुहुन्छ, तब तपाईँले इतिहास, दर्शन, कला, संस्कृतिको गहिरो समझ प्राप्त गर्नुहुन्छ। साथै अन्य धर्महरूलाई पनि अझै राम्रोसँग बुझ्न सक्नुहुन्छ, किनकि तिनका शिक्षाहरूलाई बाइबलका शिक्षासँग तुलना गर्न सक्नुहुन्छ। यदि यस्तो दृष्टिकोण नहोस् भने अन्य धर्मको शिक्षाहरू मरुभूमिको किनारमा एक्लै उभिएका ढुङ्गाको स्तम्भ जस्तै अलग र असम्बद्ध देखिन्छ। बाइबल बाढको उद्देश्य भनेको बाइबलका स्पष्ट बुझ्न सजिलो र विश्वासयोग्य पाठहरू प्रस्तुत गर्नु हो, जसले जीवनका विभिन्न विषयहरूमा प्रकाश पार्दछ र मानव जातिलाई सधैँदेखि चिन्तित बनाएको अनेक प्रश्नहरू उत्तर दिन्छ। अहिलेसम्म हामी छलफल गरेका बाइबलका पाठहरू हेर्नको लागि www.biblebard.org मा जानुहोस्। निष्कर्ष, बाइबल बार्ड यसरी काम गर्दछ। प्रत्येक संक्षिप्त प्रस्तुति एउटा विषयमा मात्र केन्द्रित हुन्छ। कुनै अनावश्यक विषयान्तरण
वा भड्काउ हुँदैन। हामी बाइबलको साहित्यले के भन्छ, त्यसले प्रस्तुत गर्ने विचारहरू र अवधारणाहरूका बारेमा कुरा गर्छौँ, किनकि धेरैजसो मानिसहरूले बाइबलीय विचारहरूसँग कहिल्यै गम्भीर रूपमा परिचित हुने अवसर पाएका छैनन्। बाइबलका घोषणाहरूसँग तपाईँ सहमत हुनुहुन्छ वा असहमत, त्यो निर्णय तपाईँ आफै गर्नुहोस्। प्रतिलिपि अर्थात् ट्रान्सक्रिप्ट डाउनलोड गर्न, अभिलेख अर्चिभबाट अर्को एपिसोड सुन्न वा अन्य सामग्री तथा जानकारीको लिङ्कहरू प्राप्त गर्न www.bibleबाट.org मा जानुहोस्। प्याट्रोनमा बाइबल बाड USA मार्फत बाइबल बाड पोडकास्टलाई सहयोग गर्नुहोस्। केवल प्रति हप्ता $1 वा प्रति महिना $5 को सहयोगले पनि पोडकास्ट सञ्चालनको खर्च धान्न ठूलो मद्दत हुन्छ। तपाईँ गोफन्डमी वा वेबसाइट डोनेट मार्फत पनि सहयोग गर्न सक्नुहुन्छ। यदि तपाईँका कुनै प्रश्न वा सुझाव टिप्पणी छन् भने biblebardus.gmail.com मा पठाउनुहोस्। तपाईँको सन्देश पाउन हामीलाई खुसी लाग्नेछ। सम्पर्कको लागि सम्पर्क सूत्रहरू: हाम्रा विभिन्न माध्यमहरूमा बाइबल बाडका सामग्रीहरू फलो गर्नुहोस्, सदस्यता अर्थात् सब्सक्राइब गर्नुहोस्, साझा अर्थात् सेयर गर्नुहोस् अरूलाई, अनि कमेन्ट पनि तपाईँले गर्नुहोस्। तपाईँले यी सोसल मिडियाहरूमा पनि हाम्रो पोडकास्टहरू सुन्न सक्नुहुन्छ। एमाजोन, एप्पल पोडकास्ट, क्याप्टिभेट इङ्ग्लिस फिड, उर्दू फिड, चिचवा, स्वाली, हिन्दी, स्प्यानिसमा, नेपालीमा, अनि गो फूडमा, इन्स्टाग्राम, आइट्युन, RSS, रम्बल, साउन्ड क्लाउड, स्पोटिफाई, बाइबल बाड पोडकास्ट, सबस्टेक, टिकटक, टम्ब्लर, ट्विटर, युट्युब प्लेलिस्टमा पनि तपाईँले हाम्रो प्रोग्रामहरूलाई सुन्न सक्नुहुन्छ। धन्यवाद।